पर्न थालिसक्यो, ग्यास आउने कुरा अवरुद्ध भइसक्यो, नागरिक जीवनहरू अप्ठ्यारोमा पर्न थालिसके। भोलि पेट्रोलियममा यसको चाहिँ दुष्प्रभाव पर्न थाल्यो भने हाम्रो हालत के हुन्छ? 95% आयातित सामग्रीबाट हामीले औषधि मूल्यदेखि लिएर खाद्यान्नसम्म पनि हामीले आयात गरेर चाहिँ जीवन चलाउनु पर्ने स्थिति छ। भोलि एकैचोटि पहाड टाउकोमा आइलाग्यो भने हाम्रो विकल्प खोइ, हाम्रा तयारीहरू कता, हाम्रो के हुन्छ भोलि? अहिले पासपोर्टको कुराहरू थियो, अरू कुराहरू थिए, ती कुराहरू घर घरमा भन्ने कुरा थियो। अब त्यो पनि अवरुद्ध भन्ने कुरा भयो। मान्छेले एक खालको धारणा त बनाए, तर त्यो सुचारू हुन सकेन। सुचारू हुन सकेन भने सुचारू हुन नसक्नुको कारण के हो? जस्तो ग्यासको सन्दर्भमा सरकारले हाम्रो अवस्था यस्तो भन्ने त भइगयो नि, त्यसलाई लिएर हामी लड्नुपर्ने किन? आफ्नै सांसदहरूको बिचमा गाँड कोराकोर आवश्यक नै छ भन्दै भइगयो नि। बाहिरबाट आउने हो, यो कतार, साउदी अरेबिया र इरानबाट अत्यधिक उत्पादन हुन्छ ग्यास, त्यहाँबाट भारतमा आइपुग्छ। भारतले दिएको ग्यास हामीले लिने हो र त्यसको उपयुक्त बजार व्यवस्थापन भइसकेपछि उपभोक्ताहरूले ग्यास पाउने हुन्। त्यसमध्ये कुन चाहिँ व्यवधानले गर्दा यो अवस्था भन्दै भइगयो नि। किन लड्ने? यसमा आएको न्यून छ, तदनुरूप माग अनुसारको आपूर्ति हुन्छ। माग बढी भयो, आपूर्ति कम भयो भने स्वतः तल चाहिँ अभाव खड्किन्छ। अब कालो बजारी हो, संग्रह एक ठाउँमा बढी भएको, तस्करी भएकाहरू हुन् भने त सरकारले हेर्नु परिहाल्यो नि त ठ्याक्कै के भएको त्यो कुरा आयो भनेदेखि हामीलाई सजिलो हुन्छ। मैले यो सब कुरा किन भनेको भने रिपोर्टर्स क्लबले यस्तै विचार र सूचनाहरूलाई तारन्तार यहाँबाट सम्प्रेषण गर्ने गर्थ्यो, जुन कुरा हामीलाई सुगम थियो। यहाँबाट हामीले सूचनाहरू प्राप्त गर्थ्यौँ, यहाँ हामीले अवसरहरू पाउँथ्यौँ। आज यसलाई बन्द गरिदिनाले त्यो कुरा अवरुद्ध हुन पुगेको छ। खालि यो ऋषि दमलाको मात्रै कुरा पनि होइन। अब ऋषि दमलाको इमेजको कुरा त आयो नै, किनभने यसको भुक्तानी भएको थिएन भन्ने कुरा सुन्दाखेरि हामीलाई पनि असजिलो लाग्यो। अब अहिले उहाँ भन्दै हुनुहुन्छ यसको भुक्तानी भइसकेको छ, केही रकम बाँकी हो भने सरकारले प्रश्न भनिदिनु पर्यो स्थिति यो भनेर। जीवनभर उहाँले सूचना सम्प्रेषणमा सरकारको प्रतिरक्षामा, ऋषिजी त सरकारसँग द्वन्द्व नगर्ने मान्छे हो। अहिले पनि बालेन शाहको सरकार 5 वर्ष चाहिन्छ भन्दै हुनुहुन्छ, जबकि म 2.5 वर्षको भन्दैछु। यहाँभन्दा बालेन शाहको समर्थन के चाहियो त? उहाँ त अन्धभक्त भएर सरकारवादी मान्छे हो जहिले पनि। हिजो गिरिजाको समर्थन गर्नुहुन्थ्यो, पछि प्रचण्डहरूको समर्थन गर्नुभयो, अरूको समर्थन गर्नुभयो, अहिले बालेन शाहको समर्थन गर्दै हुनुहुन्छ। उहाँ त यो खालको पत्रकारिता गर्ने मान्छे हो। फेरि उहाँलाई नै किन हामीले तारो बनाउनु पर्ने? यो आवश्यक छैन। त्यसकारण म सरकारसँग आह्वान गर्दछु, तुरुन्तै यो रिपोर्टर्स क्लब खुल्नुपर्छ। त्यस्ता कुराहरू केही बाँकी रहेका छन् भने त्यसको भुक्तानीको ग्यारेन्टी मै गरिदिन्छु। कति बेला 10 लाख रुपियाँ बाँकी होला, ल हामी त्यो भुक्तानी गरिदिन्छौँ। कत्रो कुरा भयो त्यो? त्यतिलाई लिएर यसको अन्तर्राष्ट्रिय इमेज पनि बिग्रिन्छ। रिपोर्टर्स क्लब नै बन्द भनिसकेपछि त्यसको मेसेज बाहिर राम्रो जाँदैन, विश्वव्यापी रूपमा राम्रो जाँदैन, देशभित्र त जाँदैन। त्यस कारणले पनि अविलम्ब यो खुल्नुपर्छ। मैले रिपोर्टर्स क्लबको सन्दर्भमा यो सन्दर्भमा भन्नुपर्ने कुरा यो। सँगसँगै अर्को पनि मेरो एउटा फेरि अनुभव के छ भने यसलाई पूर्ण संरचना गरेर यसको जुन एउटा लज्जास्पद स्थिति छ यसबाट चाहिँ यसलाई मुक्त गरौँ। यसलाई यो लाज लाग्नुपर्ने क्या यिनीहरूलाई। यिनीहरू यसरी रिपोर्टर्स क्लब बन्द गर्न सक्छन् भने यो सफा गर्न सक्दैनन्। हुन त यिनीहरू हर्क साम्पाङको रिस गर्छन्। म यहीँबाट आह्वान गर्छु हर्क साम्पाङलाई, बाबु हर्क साम्पाङ तिमी आएर यो गरिदिन्छौ भने नि हुन्छ, बरु म पनि यहाँ आएर एक दिन श्रमदान गरिदिन्छु, पुरै एक दिन खर्च गरिदिन्छु। यी मेरा मिडियाका साथीहरू पनि जम्मै यहाँ आएर खन्डिन्छन्, त्यसमा म निश्चिन्त र विश्वस्त छु। के यिनीहरूलाई हर्क साम्पाङ नै चाहिएको हो? दुम्लिङमा त हर्क साम्पाङ गएको थियो, काठमाडौँमा पनि हर्क साम्पाङ चाहिने हो? सरकारले आफ्नो पक्ष क्लियर गरोस्। सरकारले यो नगर्ने हो भने म हर्क साम्पाङलाई यहीँबाट आह्वान गर्छु, यो आएर सफा गर्नु। यो श्रमदानमा हामी पनि जोडिन्छौँ। हामी जम्मै मिलेर सरकारले रिपोर्टर्स क्लब खुलोस्, यसलाई हामी सफा गरेर यसलाई आउन जान लायक संस्थाको रूपमा परिकल्पना गर्छौँ, यसलाई व्यवस्थित गर्छौँ। जति पनि यहाँ अव्यवस्था छ यो त भन्दा पनि लाज लाग्छ कि मलाई। यस्तो पनि राजधानी हुन्छ, यस्तो पनि कुनै किसिमको शहरी व्यवस्थापन हुन्छ, अप्ठ्यारो लाग्नुपर्ने क्या यिनीहरूलाई। मन्त्री प्रधानमन्त्री हुनलाई चाहिँ यिनीहरू नाङ्गे हिँड्न पनि तयार हुने, अनि राजधानीको अवस्था चाहिँ यस्तो हुने, अनि त्यही देखेको नदेखे गर्ने, पत्रकारहरूको टाउकोमा
हानिहाल्ने यो लज्जास्पद कुरा हो। अन्त्यमा फेरि म भन्छु यो अविलम्ब खुल्नुपर्छ। भुक्तानी भइसकेको यतिको पत्रकारले भनिसकेपछि पक्कै यसमा झुट छैन, यसमा सच्चाइ नै छ। यसलाई अविलम्ब खोल्नु पर्यो र रिपोर्टर्स क्लब चाहिँ सुचारू हुनु पर्यो। यो मागको लागि साथै रिपोर्टर्स क्लब प्रति ऐक्यबद्धता जनाउनको लागि हामीहरू यहाँ आएका छौँ। शीघ्रातिशीघ्र सरकारले यसलाई खुला गरोस्, भोलिपल्ट नै यसमा हामी उपस्थित हुन पाऊँ। साथै ऋषि धमलालाई मेरो एउटा अनुरोध पनि के छ भने अब तपाईँ राजनीतिको बाटो छोड्नुहोस्, रिपोर्टर्स क्लबलाई पुनः सुचारू गर्नुहोस्। पहिलो वक्ता मलाई ल्याएर वक्ता बनाएर यो कुरा भन्न लगाउनुहोस्। तपाईँलाई नयाँ यात्राको लागि मेरो शुभकामना हामी छ। राजनीति तपाईँले तपाईँ हामी गर्न सक्दैन। तपाईँलाई म यो देशमा भिसी त हुन सकिनँ, तपाईँ के प्रधानमन्त्री हुनु होला र? गाह्रो छ। प्रधानमन्त्री हुनको लागि त माओवादीले हतियार उठायो, जेएनजीले आगो लगायो, अर्को उपायबाट हुन सकिँदैन। त्यस कारणले त्यतिर नलागौ, पत्रकारितै सुचारू गरौँ। म पनि बौद्धिकतामै सुचारू रहन्छु। हामीले यो माध्यमबाट देशको सेवा गरौँ। तपाईँलाई मेरो शुभकामना छ। म विश्वस्त छु भोलिबाट नै रिपोर्टर्स क्लब खुल्छ। यति भनेर म विश्राम लिन्छु। धन्यवाद, नमस्ते।